काँडाघारी वीरेन्द्र चोकको दृश्य हो बेलुकाको यो काँडाघारी वीरेन्द्र चोकको बेलुकाको दृश्य मान्छे मोटरसाइकल के भन्ने सानो गाडी चलाउन मुस्किल भएको छ सानो गाडी चलाउन मुस्किल भएको छ अहिले यस्तो छ काँडाघारी वीरेन्द्र चोकको बेलुकाको दृश्य यो यस्तो छ अहिले के गर्ने ल बेलुकाको दृश्य यस्तो छ काँडाघारीको बाटो मान्छे ठेला होइन के अरे मोटरसाइकल पसल कोहीले के किन्ने यस्तै छ यहाँ के गर्ने मान्छे हामी बेलुका यसो इभिनिङ आएको अब यस्तो छ मान्छे छिचल नै गएको फेरि सडकको बिचमा हिँडिदिन्छन् मान्छे फुटपाथमा सबै सामान राखेका छन् सडकको बिचतिर हिँडिदिन्छन् मान्छे अनि कहाँबाट हुन्छ नेपालको अब पहिल्यै उचित व्यवस्था गरेर सहरीकरण भएको भए पो राम्रो हुन्छ पहिला त गाउँनै हो अहिले पो यस्तो भयो त्यही कारणले त्यति उचित छैन के भन्नु यस्तै छ के ल्याएको हो सहर लिन आएको सहर रहेछ यो ठाउँको यसो उसमा हाल्नु लाग्यो यो खिचेर युट्युबमा हाल्नुलाई काँडाघारी वीरेन्द्र चोक यस्तो छ भाइ है अवस्थित छ ल वीरेन्द्र चोक भने यही हो होइन अब यता हामी घरतिर जानेछौँ यसो अरू इभिनिङ वाक गर्छन् हामी इभिनिङ ड्राइभ गर्छौँ है त्यसरी गर्छौँ हामी मान्छे पसल मान्छे यसमा साँच्चै आज गयो कि अरे आज कहाँ जानु अलि बिस्कार त्यस्तो भएर अब यस्तो ठाउँमा पनि गाडी के अरे मोटरसाइकल रोकेर सानो ठाउँमा भएका छन् उतापट्टि आउने गाडीलाई ठाउँै दिएनन् अनि कहाँ पाउँछ यस्तो छ कागेश्वरी मनोहरा वडा नम्बर 7 र 9 को सिमानाको बाटो हो यो अब हामी 9तिर छिर्छौँ हामी यतापट्टि 9 पर्छ त्यो उतापट्टि 7 पर्छ ल यस्तो छ चिसो पनि लाग्यो हिटर त खोलेको छ त्यही पनि चिसो लाग्यो किन हो थाहा छैन यसो खिचेर हिँडेर रमाइलो लाग्थ्यो ठाउँको बाटो भन्दै यसो त नभन् न यसो भन्नु हुँदैन नि त ढुङ्गा लगाइसकेको छ नि यस्तै छ घर आइपुग्नु आयो सबैले मेरो युट्युब च्यानल फेसबुक च्यानललाई सब्सक्राइब र लाइक गरिदिनुहोस् सेयर पनि गरिदिनुहोस् म यो प्रत्येक ठाउँमा हिँडेको हाल्छु है त्यसो गर्नु होला मलाई नै हौसला बढ्छ सबैले म डाइरेक्ट हाल्छु त्यस्तो काटछाट गरेर त्यो मलाई खासै म गर्दिनँ म सुरुमा यसो हाल्ने मात्रै कोसिस मात्रै गर्दैछु मैले किनभने मेरो आफ्नै युट्युब च्यानल ओमकार सद्गुरु छ भन्ने छ त्यसमा गरिदिनु होला आजलाई यति नै धन्यवाद।